हेलो नमस्ते साथीहरू। आज मात्र मिति 2083 1 महिना 18 गते चाहिँ नेपाली सेना सिरिज भर्ना छनौट निर्देशनालय जङ्गी अड्डाबाट चाहिँ नेपाल आर्मीको लागि जो साथीहरू चाहिँ तपाईँ नेपाली सेनाको लागि प्रिपरेसनमा हुनुहुन्छ वा अब नेपाल आर्मी बन्ने सोचमा हुनुहुन्छ भने उहाँहरूको प्रतीक्षा अगाडि चाहिँ समाप्त भइसकेको छ है। एकदमै धेरै ठुलो सङ्ख्यामा 300 भन्दा नि प्लस जनाको लागि चाहिँ नेपाल आर्मीको माग भइसकेको छ। नेपाली सेनामा चाहिँ दरखास्त फारम चाहिँ आह्वान खुलेको छ आज मिति 2083 1 महिना चाहिँ 18 गते है। यसमा चाहिँ कसरी फर्म भर्ने, कहाँ गएर भर्ने, कति खुलेको छ, कहाँबाट कति खुलेको छ र यसका विभिन्न छनौट प्रक्रियाहरू कसरी भर्ने, नेपालभरि खुल्या छ र कुन प्रदेशको चाहिँ कहाँबाट भर्न मिल्छ, यसमा छनौट प्रक्रिया के हुन्छ, राजस्व कति लाग्छ, भर्दाखेरि फर्म योग्यता कति चाहिन्छ, उमेर हददेखि लिएर सबै कुरा हामी चाहिँ एउटै भिडियोमा जान्ने नै छौँ। योभन्दा पहिला चाहिँ तपाईँ यो युट्युब च्यानल पिएससी फोकस नेपालमा चाहिँ तपाईँ नयाँ हुनुहुन्छ भने यसलाई चाहिँ सब्सक्राइब गर्नुहोला है। किनभने ताकि हामीले चाहिँ नेपाल आर्मी सैन्य पदका चाहिँ क्वेसन पेपर र कसरी चाहिँ तयारी गर्ने त्यो सम्बन्धी मोडल पेपर पनि यसै युट्युब च्यानलमा आउने भएको कारणले चाहिँ ताकि तपाईँलाई नोटिफिकेसन आएको जानकारी होस् भनेर नोटिफिकेसन अन गरेर बेल आइकन चाहिँ अन गर्ने है। ल लागौँ आजको विषयवस्तुतर्फ। सबैभन्दा पहिला चाहिँ तपाईले हेर्न सक्नुहुनेछ विभिन्न समावेशी समूहबाट पनि खुलेको छ। तपाईको यहाँ श्री नारायण काठमाडौँ, नारायण हिटी काठमाडौँबाट चाहिँ तपाईको नारायण हिटी काठमाडौँ श्री उपत्यका पीडना हेडक्वार्टरबाट चाहिँ तपाईको यदि तपाईँ सैनिक तालिम वा कर्तव्य पालना सिलसिलामा मृत्यु भएका तपाईको ड्याडी पहिला चाहिँ आर्मी हुनुहुन्थ्यो र दाइ आर्मी हुनुहुन्थ्यो र उहाँको परिवारबाट हुनुहुन्छ भने उहाँको लागि चाहिँ 15 जना यो छुट्टै कम्पिटिसनको लागि खुलिसक्यो हो है। खुल्लातर्फ मात्र 157 जना खुल्या छ। त्यसै गरी महिलातर्फ 26, आदिवासी जनजाति 41, मधेसी 35, दलित 20, पिछडिएका 6 र टोटल चाहिँ तपाईको कतिजना त 300 जना खुल्या छ। यसरी तपाईँ कहाँबाट खुल्लामा त भर्न पाउनु नै भयो। त्यसै महिला, आदिवासी जनजाति, दलित, पिछडिएको केमा पर्नुहुन्छ, कुन वर्गमा पर्नुहुन्छ त्यो चाहिँ हेरेर चाहिँ भर्नु होला है। सो अर्को भनेको चाहिँ यो नेपालको विभिन्न ठाउँबाट खुल्या छ। यो तपाईँ यहाँ देख्न सक्नुहुनेछ कहाँ तपाईँको नजिक केन्द्र पर्छ त्यहाँबाट चाहिँ भर्न सक्नुहुनेछ है साथीहरू। मैले सबै भनेन किनभने यहाँ सबै भन्नमा लाग्यो भने धेरै ढिला हुन्छ। सो भिडियो लामो हुने भएको कारणले चाहिँ मैले भनेन। सबै 7 प्रदेशको 7वटै केन्द्रमा खुल्या छ है। यदि सुदूरपश्चिमबाट हुनुहुन्छ भने कैलालीमा यो सुदूरपश्चिम पीडना हेडक्वार्टरमा खुल्या छ है। सो यी दिपायल डोटीमा पनि खुल्या छ। प्रदेशका 2-3 ठाउँमा केन्द्रमा खुलिसकेको छ। यहाँ हेर्न सक्नुहुनेछ है। यहाँ हेर्नु जहाँ तपाईको सजिलो लाग्छ त्यहाँबाट भर्ने र यहाँ नम्बर पनि, फोन नम्बर पनि दिएको छ। यो फोन नम्बरमा सम्पर्क गर्ने कहाँनिर हो भनेर सोध्ने है यदि तपाईँ कन्फ्युज हुनुहुन्छ भने। त्यसै गरी फ्लोर्समा पनि सैनिक र फ्लोर्समा पनि खुल्या छ है। फ्लोर्स पदमा पनि खुल्या छ। फ्लोर्समा चाहिँ तपाईको सूचक यसरी केस कर्ते सिकर्मी सय नालबन्दी भनेर यसरी खुल्या छ। कुन पदमा खोल्नुहुने हो भर्नुहुने हो। यहाँ विभिन्न खुल्ला आदिवासी जनजाति समावेशी गरेर चाहिँ दिएको छ। तपाईँ केमा भर्न चाहनुहुन्छ त्यो पनि यहाँ राखिदिएको छ है। त्यो भर्नु होला। र यसमा चाहिँ म तपाईहरुलाई सिधा भन्दाखेरि चाहिँ यसमा चाहिँ कसरी भर्ने र राजस्व कति लाग्छ, योग्यता कति चाहिन्छ भनेर हामी त्यसको सन्दर्भमा चाहिँ के हुनुपर्छ त तपाईसँग नेपाल आर्मी हुनको लागि चाहिँ कस्तो हुनुपर्छ भनेर त्यो सम्बन्धी हामी यहाँ चाहिँ जानकारी दिने नै छौँ है। हेर्नु त तपाईको दरखास्त फारम भर्ने मिति भनेको चाहिँ 2083 1 महिना 18 गतेदेखि 2 महिना 16 गतेसम्म 2083 2 महिना 16 गतेसम्म र दोब्बर दस्तुरमा चाहिँ 2083 2 महिना 27 गतेसम्म रहनेछ है। थप त्यसै गरी 2 महिना 23 गते 1 हप्ता 7 दिन पछाडि यो 17 गते तपाईको जेठको 23 गतेसम्म चाहिँ टोटल म्याद रहेको छ है भर्ने। भर्दाखेरि चाहिँ पैसा कति लाग्छ भन्दाखेरि चाहिँ यसमा चाहिँ 150 लाग्छ। समावेशीतर्फ चाहिँ 100% थप लाग्ने छ र भनेको छ है। यसमा चाहिँ 150 150 लाग्ने छ। समावेशी यदि तपाईँ दलित आदिवासी जनजाति हुनुहुन्छ भने त्यसमा चाहिँ 100 रुपियाँ थप लाग्ने भयो है। सो यसमा चाहिँ
लाग्ने भयो। योग्यता भनेको चाहिँ योग्यताको कुरा गर्दाखेरि हामी योग्यताको कुरा गरौँ। योग्यता भनेको चाहिँ तपाईँ यदि सैन्यमा भर्न चाहनुहुन्छ भने सैन्यको लागि चाहिँ तपाईँ 8 कक्षा पास हुनु पर्यो साथीहरू। 2टा जिपिए आउनु पर्यो, 2 जिपिए आएको हुनु पर्यो है। 8 कक्षामा एसएलसी वा सोसरा बढीको योग्यता छ भने त्यसमा 1.6 हुनु पर्यो अनिवार्य है। 1.6 हुनु पर्यो। त्यसै गरी यसमा चाहिँ मार्कसिटहरू 9 को सर्टिफिकेट त्यो पनि यदि 10 को हाल्न चाहनुहुन्छ भने 8, 9, 10 को तीनटै लगेर जानु पर्यो है। सो अर्को भनेको चाहिँ तपाईँको यदि विभिन्न ट्रेड फ्लर्समा भर्न चाहनुहुन्छ भने साधारण लेखपढ गर्न जान्ने हुनु पर्यो है। यति पढ्नुपर्छ भन्ने छैन। यसमा चाहिँ साधारण लेखपढ गरेको जान्नुपर्ने हुन्छ। र यसमा चाहिँ तपाईको चाहिँ अरु चाहिँ के यसमा चाहिँ पास गर्नको लागि अब त्यति उमेर त पुग्यो, 18 वर्ष पुरा त भयो। अब चाहिँ यसमा अरु के चाहिन्छ त भन्दाखेरि चाहिँ सैन्य हुनको लागि चाहिँ 5 फिट 3 इन्च हाइट हुनु पर्यो है। छाती चाहिँ नफुलाइकन 32 फुलाएर 34 पुग्नु पर्यो। ओजन चाहिँ 50 केजी। यो चाहिँ अहिले होइन, तपाईले फर्म भर्यो भने त्यसपछि हुन्छ है। उचाइ चाहिँ 5 फिट हुनु पर्यो। यो महिलाको हकमा हो। ओजन 40 केजी हुनु पर्यो। पुरुषको हकमा 50 केजी हो हुनुपर्ने है। ट्रेड फलोअर्समा चाहिँ 5 फिट 2 इन्च हुनु पर्यो। छाती चाहिँ नफुलाइ 30 फुलाएर 32 हुनु पर्यो। यो चाहिँ फलोअर्सको हकमा हो। र यसमा चाहिँ यो रनिङ सनिङ हुन्छ है। रनिङ सेटअप पुसअप चाहिँ 17 देखि 21 हान्नु पर्यो। सेटअप पुसअप चाहिँ 17 21 हान्नु पर्यो पुरुषको हकमा। चिनअप चाहिँ 7 देखि 9 पटक हान्नु पर्यो है। यो चाहिँ पास भइनु भयो यति हान्यो भने। महिलाको हकमा चाहिँ तपाईको महिलाको हकमा चाहिँ सेटअप 12 देखि 15 जति हाल्ने पनि 12 हान्नु नै पर्यो। त्यो भन्दा माथि जति हाने पनि पास हो है। त्यसै गरी पुसअप चाहिँ 10 हान्नै पर्यो। त्यो भन्दा माथि जति हाने पनि पास हो। चिनअप चाहिँ 5 हान्नै पर्यो। त्यो भन्दा माथि जति हाने पनि पास हो है। महिलाको हकमा पनि यसरी छ है। त्यसै गरी अरु भनेको चाहिँ पुरुषको हकमा चाहिँ के हुन्छ भने यसमा चाहिँ बोकी 300 मिटर दौड गर्नु पर्यो भनेको छ है। 40 केजी को प्याक बोकी 300 मिटर रनिङ गर्ने पर्ने भयो हैन। यो चाहिँ 91 देखि 100 सेकेन्डको बीचमा चाहिँ 91 सेकेन्डमा चाहिँ तपाईले यो पास गरिसक्नु पर्यो है। 91 सेकेन्ड। यदि तपाईले 81 देखि 90 सेकेन्डमा चाहिँ पास गर्नुभयो भने पास हुनुहुन्छ है। उत्तम भनेको 80 सेकेन्डमा पास गर्यो भने है। पुरुषको चिनअप चाहिँ यो तपाईको 10 देखि 13 हान्नु पर्यो। पुसअप चिनअप भनेको 3 देखि 5 हान्नु पर्यो। 2 माइल रनिङ गर्नु पर्यो। 14 मिनेट 31 सेकेन्ड देखि 16 मिनेट भित्र चाहिँ 2 माइल रनिङ तपाईले पास कम्प्लिट गरिसक्नु पर्यो है। महिलाको हकमा चाहिँ 20 केजी बोकेर चाहिँ 300 मिटर दौड गर्नुपर्ने भयो भनेपछि यो चाहिँ 91 देखि 100 सेकेन्डको चाहिँ बीचमा गरिसक्नु पर्यो है। यो चाहिँ पास भइनु भयो। उत्तम गर्नको लागि 81 देखि 90 सेकेन्डको बीचमा गरिने भयो है। त्यसै गरी महिलाले चाहिँ 2 माइल दौड चाहिँ तपाईको 16 मिनेट 1 सेकेन्ड देखि 18 मिनेट भित्र चाहिँ सक्नुपर्ने हुन्छ है साथीहरु। त्यसमा चाहिँ अरु के छ त भन्दाखेरि चाहिँ यो चाहिँ फ्लोर्सको हकमा हो। फ्लोर्सको त्यति छैन। यो यहाँ 10 वटा सेटअप गरौँ। पुसअप 10 वटा, चिनअप 3 वटा गरेर भइहाल्छ है साथीहरु। अरु चाहिँ योग्यता सबै मैले भनिहालेँ। तपाई यदि कन्फ्युज हुनुहुन्छ भने त्यो कमेन्टमा राख्नु होला र त्यो सम्बन्धी पनि हामी भिडियो लिएर अवश्य आउने नै छौं। हस्त धन्यवाद अहिलेलाई।